एउटा सामान किन्ने भनेर आएको हामीले कतिवटा सामान लिएँ थाहा छ हामीले 4वटा सामान लिएँ 4वटा म कति धेरै भयो हेलो एभ्रीवन वेलकम टु आवर ऱ्यान्डम डे अनि आज चाहिँ हामी के गर्नेवाला छौँ हामीलाई नै थाहा छैन गर्दै गएपछि थाहा हुन्छ आज हामी कहाँ गइन्छ के गरिन्छ के खाइन्छ हैन सबै अहिले पछि नै थाहा हुन्छ आज अनप्लान तरिकाले चाहिँ हिँड्न लागेको अनि एकदमै ब्युटिफुल डे छ आज चाहिँ एकदम सन्नी नाइस एन्ड सन्नी छ आफ्टर सो लङ हल्का विन्डी पनि छ तर बेस्ट छ अनि त्यसपछि गएर आज हाम्रो आउटफिट रहेको छ आज हामी दुईजनाको चाहिँ डिफ्रेन्ट आउटफिट रहेको छ एकजना चाहिँ दुईजना फुल्ली अपोजिट एकजना चाहिँ फुल्ली ब्ल्याक एकजना चाहिँ अनि व्हाइटमा छ आज हाम्रो यही हुनेवाला छ हेर्दै गर्नु होला ग्लासेस पनि डिफरेन्ट छ अब हामीसँग निस्क्यौँ है त अब हामी के गर्ने भन्दाखेरि जाउँ हामीलाई भेजी चाहिएको छ भेजी लिन जाउँ आज लेट्स गो सम्म 2 मिनट ड्राइभ हो घरबाट हामी चाहिँ अब भेजी शप जान लाग्यो हाम्रो डेस्टिनेसन चाहिँ भेजी शप हैन त 2 मिनट ड्राइभ हो टाढा 2 मिनट ड्राइभ लाइक चाहिँ अब हामी त्यहाँ के किन्नेवाला छौँ हामीलाई चाहिने मात्र किन्ने आज यस मान्ने मात्रै हो त्यो त हैन आज गरिब सब पैसा छैन हामी चाहिँ गाडी पार्क गरेर भेजी सप जाँदैछौँ हैन अब हामी देख्नेवाला छौँ हामी चाहिँ भेजी सप यस्तो छ यहाँनिर चढेर आज खासै बिजी रहन्छ सन्डे भए पनि ल क्विक केरा हालिदिउँ केरा अलिअलि सुन्तला छानिरहेछ हामी सुन्तला हाल्दैछौँ सुन्तला चाहिँ यस्तो छ पहेँलो पहेँलो छ सुन्तला भयो नि पुग्छ होइन काँक्रोवाली कहिले तिमी किन यस्तो भएको तिमी कहिले सुन्तलावाली कहिले काँक्रोवाली अहिले हुँदा हुँदै सागवाली हुन्छ अब एकछिनमा राम्रो राम्रो हाल ल काँक्रो लगेर बेलुका चाहिँ चटपट अली हुने हो क्या हो मन छ सपिङ गर्दाखेरि ट्रली बुढाउने चाहिँ म पर्छु जहिले नि अनि खान्दिनँ चाहिँ ऊ है ऊ सामान हाल्ने म ट्रली बुढाउने हामी सर यस्तै हो जहाँ सपिङमा गयो नि त्यही हो भन्दै थिएँ नि यहाँ सागवाली भनेर तपाईँहरूले देख्न सक्नुहुन्छ सागवालीलाई ल त्यही हाल्ने ल आज आजको हाम्रो यहाँ भेजी सपको लास्ट सपिङ रहेको छ अन्डावली तपाईँहरूले देख्न सक्नुहुन्छ अन्डावली हाम्रो शपिङ भइसक्यो आजको लागि सक्यो सपिङ है त शपिङ भन ल अब हामी के गर्ने त सपिङ सक्यो ग्रोसरी सक्यो हामीलाई रोकल के चाहियो भन्दाखेरि के रे त्यो अस्ति मैले तिमीलाई देखाएको थिएँ नि अनलाइनमा त्यो डिनर प्लेट के ए त्यो कम्बो होला भनेको त्यो लिङ्क जानु भएको थियो भन्नाले जान पाएको थिएन नि त दुईजनाको अफ नभएर चल्दिउँ ल त्यही जाम त ह्यारिस स्कार्फमा त्यो कहाँनिर छ त्यो ह्यारिस स्कार्फ भन्नाले कहाँकोमा जाने हामी एउटा एयरपोर्ट वेस्टमा छ अनि एउटा हाई पोइन्ट छ कहाँ जाने ल भन हामी हाई पोइन्टकोमा जाऊ हाई पोइन्ट जाने हो लेट्स गो गाइज है त ल चल्दिउँ सी यु देयर लाग्छ है जानु अब हामी कति 15 मिनट 15 मिनट छ डेस्टिनेसन आइसक्यौँ हाई पोइन्ट सपिङ सेन्टर धेरै भुल्नु है अनि हामीलाई जे चाहिएको छ जे लेख्ने भनेर आएको त्यो ट्याक्क लेख्ने अनि निस्किहाल्नुपर्छ त्यहाँबाट कहाँ निस्किने फेरि थाहा छैन प्लान गरौँला केही भएन त्यता दामी छ नि वेदर आज Lonely miles sink deep within, no sign, no light, nowhere to lean.
in between. Driving slow. यत्रो चक्का भएको छ क्या ल गाइज हामी चाहिँ ड्रिङ्क्समा कुरिरहेछौँ हाम्रो चाहिँ ड्रिङ्क्स आइसक्यो है त यहाँनिर ट्याक्क लागेर हाम्रो त हो नि थाई ग्रेन A33 एक्चुअली लिएको त यो थाई मिल्क साल्टेड क्रिम द्याट्स आवर ए हो ल के भयो रे इन्सिडेन्ट भएको नि हाउ इज द टी लभली हो सानी आज हामी सपिङ गर्न आएको होइन त सपिङ त गर्न आएको हो जाउँ न घरमै छौँ हामी होइन आज हामी सपिङ गर्न आएको ल तिमीलाई म यो बाई गरिदिउँ यो तिमीलाई म बाई गरिदिउँ यो ल ओके बाई गरिदिउँ नि बाई गरिदेऊ स्योर म बाई गरिदिन्छु गरिदेऊ ल बाई साँच्ची बाई साँच्चै है? ल ल यो बाई गर्ने हो नि त गर्ने हो भाइ ल अब ल बाई बेटी चोद के त्यस्तो खालि बाइक भनेको होइन क्या किन्नै भनेको बाई गरिदिउँ अनि बाई गरेर त किन्ने वाला बाई हो क्या त्यो खालि बाई होइन ल बाई गर म ल ल बाई ल म नि बाई गर्दै बाई बाई मलाई मन परेन ल म नि बाई गर्दै बाई बाई मलाई मन परेन बाई त गर्दै त म तिमीलाई बाई मन गरिदिउँ परेन चाहिएन मलाई बाई गर्ने रे आज चाहिँ मलाई पर्फ्युम किनिदिने भनेर मायाहरूभित्र छिराछ लेट्स सी हेरौँ किनिदिन्छ कि किनिदिँदैन भन्ने कुरा त्यसो बाईवाला चाहिएन ल बाई मलाई हामी आज हामी यहाँ सबै कुरा बाई गर्न आएको हो कि बाईवाला चाहिएन मलाई बरु नकिनिदिने भए बरु जाउँ किन भन्दाखेरि किनिदिन्छु भन्ने को मैले भनेको हो ल। सानोमा तिमीलाई मिठो पर्फ्युम किनिदिन्छु ल भनेको कि होइन ल भन ल छिटो भनेको कि होइन उहाँ यो मान्छे चाहिँ यस्तो खाले मान्छे हो कि पर्फ्युम हेर्न गयो भने सबै पर्फ्युम जिउमा लगाएर अनि कपडा बसाउँदै घर जाने मान्छे है हो होइन है त्यस्तो त अलिक के होइन कतिवटा हालिसक्यो ल भन तिमीले 5-6वटा ट्राई गरिसक्यो क्या दुईटा फोकटमा लाउन पाएको पर्फ्युम जति पनि लगाउँछ क्या हामीलाई चाहिँ पर्फ्युम मन परेन होइन किन मन नपर्यो भन्दै त किन मन नपर्यो आउट अफ बजेट भएर एउटा सेलै लागेर रहन्छ क्या गाई सेल लाग्यो होला हामीहरू छिरेको अब फुल प्राइस त महँगो छ त्यही छ चौसानो हामी माथि जाउँ है त होइन तिमी हिँड न फर्स्टमा हात ल्याऊ हामी चाहिँ माथि जाँदैछौँ सर उहाँ हुनुहुन्छ अस्मिता बानिया इन्ट्रो इन्ट्रो तिम्रो इन्ट्रो हान्देऊ ल हामी तिनीहरू चाहिँ ल्याएको छ भने यहीँबाट लगिदिउँ होला आइसक्यौँ हामी भित्र यो कुन सेक्सन हो जानु हामी आएको होम अप्लायन्समा आइपुग्यौँ तर हामी लेख्छ कि लेख्दैनौँ चाहिँ थाहा छैन हेर्न चाहिँ हेर्छौँ एकचोटि सर र डुल्छौँ यहाँनिर छ यो सानो डिनर सेट यहाँ छ त अनि यो सानो खाले हो यो त यहाँनिर होला नि होइन भन्नाले खुल्ला होला स्कुन सेट होला नि हामी चाहिँ मायर पनि डुलिसक्यौँ तर हामी सक्सेस हुन सकेनौँ केही पनि किन्न सकेनौँ हामीले
कुनै चिज मन परेन, मन परेको चिज कुनै महँगो भयो र यसले गरेर चाहिँ अब हामी फर्किँदैछौँ यहाँबाट मायालाई बाई भनेर अर्को सप जाँदैछौँ है त कहाँ हुन्छ। अब हामी छिर्नेवाला छौँ। लेट्स सी है हेरिदिउँ यहाँ कस्तो छ। हामी सिधै उता सेक्सनमा जाउँ न सानो यता पनि हो। भेट्यो यो होला हो 139 होला। $10 लगाउनु नि एउटा। खानु त्यसलाई सोधिदिउँ न। होइन यही हो के रोक न यही ब्रान्डहरू ठुलै होला हो न लिन भनेर आएको त्यो चाहिँ लिगौँ हामीले डिनर सेट चाहिँ। दिस इज द वान। कस्तो राम्रो छ यो। राम्रो छ नि डिनर सेट। यस्तो छ यहाँको चाहिँ पुरै भ्यू खतरा सेल हाई गाइजहरू किन्ने हो भने गो अन डोन्ट वक जस्ट रन। थ्याङ्क यू। कस्तो लागिरहेछ? गरमको भइरहेछ। जाउँ 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 छिटो ढिला हुन्छ फेरि। कसले नि युज गरे होइन कि कसैले नि कस्तो धेरै किचकिच मान्छे हो लास्ट किचकिच मान्छे क्या। हामीले नि लिग्यौँ यहाँ एउटा सामान किन्ने भनेर आएको। हामीले कतिवटा सामान लिग्यौँ थाहा छ? हामीले 4वटा सामान लिग्यौँ 4वटा। सानो हामीले ट्रली लिएर आएन। अब लान चाहिँ कसरी लाने हो सामान भन्ने कुरा। ट्रली ल्याउनु पर्ने रहेछ। जाऊ न अब त निस्क्यौँ यहाँ। अब हाम्रो हात खाली नि छैन। अब त सामान चाहिए नि। अब खाली छैन हात। बाहिर जानुपर्छ नसानी हातमै बोकेर जाने अब होइन। यसरी हाल अब म कति धेरै भयो। डन भयो। डन। अब हाम्रो डेस्टिनेसन कहाँ हुन्छ? अब कहाँ चाहिँ जाने त हामी ल भन। रेडी त छौ तिमी जहाँ जानलाई नि, तर अब कहाँ जाने भन्ने कुरा हो। के छ भोक लाग्छ? हल्का हल्का लाग्यो जस्तो। कतिखेर खाने ल? के खाने प्लान आज? हाम्रो के खान मन लाग्छ तिमीलाई? अब चाहिँ कहाँ जाने? हाम्रो सपिङ डन। अब सपिङ सक्यो होइन त हाम्रो? यस। अब सपिङ गएन हामी। अब सपिङ सेन्टर नि बन्द हुन्छ। अब हामी चाहिँ गाडीमा ड्रोन छ। ड्रोन उडाउनु जाऊँ कतै हुन्छ? डन। बेस्ट त हेर्नुपर्छ तर कहाँ चाहिँ जाने भनेर चाहिँ हेर्नुपर्छ। बेस्ट आइडिया। टाढा नजाउँ नजिकैको लोकेसन कतै जाउँ। हेरौँ न त ल हेरौँ न त है त कहाँ ड्रोन उडाउनु मिल्छ। यसै यहाँ नजिकै एउटा पार्क देखाएको छ राम्रो। कति 9 मिनट कि 10 मिनटको पार्क हो के त्यो होइन डिफ्रेन्ट पार्क हो त्यो त्यही होइन हो रिभर साइड पार्क त्यही हो के। ल त्यहीँनिर गइदिउँ है त। हामी आउँदाखेरि अन द वेमा थियो नि। त्यहाँ गएर हामी त्यहाँ गएर के गर्ने होला छौँ थाहा नै छैन हामीलाई नि है त। लेट्स सी व्हाट see वी है त। गोइङ टु डु। टक्क लाएर रिभर साइड आए पार्क आए। यस्तो छ सनशाइन। अगाडि त आँखा देख्दैन त यार यस्तो कहिले खानु। त्यही भनेर होइन यतिकै मै गर्छु। सनशाइन एरिया कस्तो कुलाको हो। मान्छेहरू मस्त लाएर साइकल चलाउने टक्क लाएर यस्तो प्लेग्राउन्ड छ यहाँ बच्चाहरू खेल्ने। अनि यहाँ जोडी जोडी हिँड्ने। यहाँ एक्सर्साइज नेपालमा नि बालिनले यस्तै राख्थ्यो त कस्तो हुन्छ ठाउँ ठाउँमा।
अनि हामी छौँ यहाँ छौँ एकदमै ब्युटिफुल पिपलहरू है त। अनि कस्तो दामी झाल खोलेको हेर न, कस्तो दामी त्यो हावा, कस्तो फ्रेस हावा रिफ्रेस फ्रेस हावा आएको क्या। हामी जानेवाला छौँ पुलमा। भयो। हामी चाहिँ यताको स्पटमा जानुपर्छ ल। पुल तरेर हामी चाहिँ यो जङ्गल छिर्नेवाला छौँ। उता बिचमा एउटा स्पट छ क्या, ग्राउन्ड जस्तो छ, त्यहाँनिर कस्तो राम्रो स्पट छ क्या। अनि त्यहाँनिर उडाउन मिल्छ क्या। अनि सनसेट नि देख्दैछ। कुल भयो नि है आजको वेदर। टाइमिङ पनि कस्तो दामी बेस्ट टाइमिङ भयो ठ्याक्क। धेरै थियो नि भएन। Sunday is a fun day भनेको यही हो। दुईजनाको अफ भयो भने त क्या मजा आउने क्या। एकजनाको मात्र भएको भए लत्रेरै जान्थ्यो आज। तिम्रो मात्र अफ भएको भयो नि, तिमी लत्रिनी। मेरो मात्र अफ भएको भयो नि, म लत्रिनी क्या। तिमी त लत्रै थियौ नि एक वर्षसम्म त। सानो हामी अफ रोड जाँदैछौँ है त। अफ रोड हामी चाहिँ सानोतिनो हाइकिङ जानु लाग्यो क्या। हाइकिङ जाने बाटो यस्तै त हुन्छ त। अनि हामी चाहिँ स्ट्रेट जाने, यताबाट नजाऊँ, सिधै जाउँ होइन कि यताबाट जाने? सिधै जाने ल, सिधै जाउँ। पानी गऱ्यो ल, यताबाट नि राम्रो छ बाटो। यताबाटै जाउँ न त, यताबाट दामी छ। माने catch me if you can. छिटो ल, catch me if you can. पायो नि, तिमी दौडिन पाउने, म चाहिँ नपाउने हुन्छ ल। कहाँनिर? यहाँ त गई हुन्छ साँच्चै के ऊ भेरे क्या। यस्तो झाला भयो यसो लाचाहरू भयो झाली खेलिदिने। अनि Catch me if you can भनेको हैन। Catch me भनेपछि के होला हैन? जस्तो झाली त खेल्ने भनेको होइन नि त मैले। अनि जे गर्नु नि पायो तर झाली खेल्न पाइएन नि त। स्मार्ट वे। यस्तो छ, टाइम छ है। राम्रो छ नि। रेस खेल्ने हो, रनिङ खेल्ने खेल्ने। ड्रोन उडाउने भनेर सबै सेटअप गरेको मैले, यो मान्छेले गरेर मलाई ड्रोन उडाउन दिएन। किन भन्दा रेस्ट्रिक्सन एरिया रहेछ, त्यही भएर मैले पनि खासै त्यस्तो फोर्स गरिनँ। अनि ठिकै छ, रेस्ट्रिक्सन एरियामा नउडाकै राम्रो हो। त्यसो भए म ड्रोन उडाउनेवाला होइन है त। अब अर्को दिन जानु पर्ला कतै। होम मिनिस्टरले भनिसकेपछि त मान्नै पर्यो। हेर नि जानु, घरको भात पकाउने भाँडा मान्ने होम मिनिस्टर हो क्या म चाहिँ। सानो सबभन्दा बेसी कसले गर्छ ल? मैले भात पकाउने होम मिनिस्टर। खाना बनाउने तिमीले होइन, एभ्रिथिङ बनाउने, तर घर सफा गर्ने अनि भाँडा माझ्ने त्यो चाहिँ कसले गर्छ? मैले गर्छु सानो। ल अब आजको लागि चाहिँ यति नै हो नानी। अब हामी घर निस्किन पर्ने हुन्छ, कति 5:30 भइसक्यो। अनि अब निस्किने। आजको
राम्रै भयो है दिन त आज सर्ट एन्ड स्विट भयो काम पनि भयो सबै थोक भयो हाम्रो अनि सपिङहरू नि अलिअलि गर्नु पनि सपिङ पनि अलिअलि गर्यो यस्तै भयो दिन अब हामी के गर्नेवाला छौँ अनि खानेवाला छौँ सानो भोक लाग्यो है त भोक लाग्दैछ अब खाना चाहिँ हेरौँ अब के हुन्छ घर गएर खाना पनि सकिन्छ नजिकै हो बाहिर खाना पनि सकिन्छ अहिले थाहा भयो नि हाल्छ एकछिनमा है त ल ओके बाई गाइज थ्याङ्क यू फर वाचिङ बाई गाइज हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ हुन्छ अब सपिङ सपिङ हल्का ग्रोसरी चटपटे खानालाई चटपटे अघि नै छुटेछ क्या अघि नै एकैचोटि भेजिज किन्यौँ छुटेछ त्यो चाहिँ छुट्यो अनि हाम्रो प्लान चाहिँ अहिले हामी आउँदा आउँदा बाह्रमा के प्लान बनायौँ भन्दाखेरि घरै गएर चटपटे खाने अनि घरै गएर चाहिँ चिकन अनि यताउति म्यारिनेटेड गरेर चाहिँ खाने प्लानमा पुग्यौँ हामी त्यही भएर घरमा चाउचाउ छैन जस्तो लाग्यो त्यही भएर चाउचाउ लिनको लागि चाहिँ हामी जाँदैछौँ चाउचाउ लिएर अनि त्यहाँबाट घर गएर अनि घर बनाएर अनि टक्क खाइन्छ घरमै हामी जाँदैछौँ हाम्रो डेस्टिनेसनमा चिकन सेफ है त म चिकन सेफ हामी घरै आएर खायौँ हामी चटपट खानेर अनि मासु यो म्यारिनेटेड गरेर खाइन्छ यम यम कस्तो लभली देख्यो मसला मिठो होला जस्तो खान्छ सेफ गोल्डन डस्ट गोल्डन डस्टले Chef. बनायो त्यही भएर म चाहिँ चिकन सेफ है जानु राख्यो हाम्रो त्यो चटपट पनि बन्दैछ है चटपटी टङ नै भेटिन क्या टङ कुनमा यसमा हाल्ने सानो एकपल्ट पस्ता हाल्नु पऱ्यो नि अब हामी यो टक्क खानेवाला छौँ अलमोस्ट सबै कुरा रेडी भइसक्यो अनि यो भिडियो पनि आज यहीँ एन्ड हुन्छ अचार किन यस्तो पाक्नु भयो जानु ल गाइज हाम्रो चाहिँ चटपट अनि मासु भयो होइन अब चाहिँ हामी खानेवाला छौँ अनि त्यसपछि गएर आजको दिन हाम्रो यसरी नै एन्ड भयो अनि see you in the next video and thanks for watching everyone. Have a good night. See you in the next video. See ya.